प्रणालीको रातो किताब आउन बाँकी छ तर अहिले बजेटमा केपी को सरकार भन्दा पनि कम बजेट आयो। कुनै आरोपको कुरा होइन, यथार्थको कुरा हो। कार्की आयोगका दोषीलाई जसरी सरकारले पक्राउ गरेका थियो, मानव अधिकार आयोगका दोषीलाई पनि पक्राउ गरेर अनुसन्धान गरेर जेल हालेर अनुसन्धान गर्नुपर्छ। हाम्रो बजेट कति आयो पहिलो कुरा 21 अर्ब 34 करोड रुपैयाँ अहिले हाम्रो बजेट आयो। 2124 अर्ब 34 करोड भनेको 21 खर्ब 24 अर्ब 34 करोड रुपैयाँ आयो। अब यसमध्ये अब यो बजेट त आयो, बजेट चाहिँ अब कहाँबाट कति उठाउने भन्दा 1405 अर्ब करिब राजस्वबाट उठाउने भनेर अहिले आयो भने 1405 अर्ब 31 करोड आयो भने वैदेशिक अनुदान 61 अर्ब 74 करोड ल्याउँछु भन्ने अहिले अर्थमन्त्रीको दाबी छ भने 657 अर्ब 29 करोड पैसा पुग्दैन। त्यो सामान्य रकम होइन। बजेट ल्याउनु ठुलो कुरा होइन, बजेट त अहिले 50 खर्बको पनि ल्याउन सकिन्छ भने हाम्रो कति रकम पुग्दैन भने 657 अर्ब 29 करोड रुपैयाँ पुग्दैन। त्यसमध्ये 247 अर्ब 28 करोड विदेशबाट ऋण ल्याउँछु भनेको छ सरकारले भने 410 अर्ब के भनेको छ आन्तरिक ऋण भनेको नेपालभित्रबाट म ऋण उठाउँछु भनिरहेछ भने यो बजेट यहाँभन्दा अगाडि पनि 18 खरबको 17 खरब 19 खरबसम्म आयो तर कार्यान्वयन गर्दाखेरि 13 खर्बमा झरेको इतिहास छ। त्यो भएर 21 खर्बको यो 657 अर्ब 29 करोड रुपैयाँ चाहिँ यो पैसा चाहिँ कहाँबाट ल्याउने हो सबभन्दा ठुलो कुरा त्यो विषयवस्तुबाट छ। र रह्यो अब बजेटमा कर्णाली, अब कर्णालीको रातो किताब आउन बाँकी छ तर अहिले बजेटमा केपी को सरकार भन्दा पनि कम बजेट आयो। जस्तो उदाहरणका लागि हामीले भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयको कति छ बजेट आज अर्थमन्त्रीले पेश गरेको ल हेर्नुहोस् है, यो कुनै आरोपको कुरा होइन, यथार्थको कुरा हो। 286 अर्ब रुपैयाँ अहिले केमा छुटाइएको छ भौतिक पूर्वाधार तथा शहरी विकास दुईटा मन्त्रालयहरूको यताउति गरेर गर्दा 286 अर्ब छुटाउँदा कर्णाली प्रदेशमा जम्मा 4 अर्ब रुपैयाँ छ। 1 अर्ब नाङ्मोदेखि गमगढीसम्मको कालेपत्रका लागि होइन, जबकि 91 करोड अलरेडी हामीले अघि लगिसकेका बजेट हो यहाँभन्दा अगाडि सरकार बन्नभन्दा अगाडि भने बाँकी रहेको 3 अर्ब रुपैयाँ तपाईँ कर्णाली करिडोर लगायत अन्य ठाउँमा गरेर गर्दा जम्मा अहिलेसम्म आर्थिक रूपमा अब 4 अर्ब आएको छ। र अर्को एउटा कुरा अचम्मको कुरा कर्णालीलाई सधैँ गरिब बनाउने भयो यिनीहरूले। जस्तो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हामीले के मागेका थियौँ अहिले यतिखेर हामीले मेसिन मागेका थियौँ, एमआरआई मेसिनहरू, न्युरो सर्जनहरू मागेका थियौँ, ट्रामा सेन्टर मागेका थियौँ तर सरकार के दिइराखेको छ न्युरो सर्जन पनि दिएन, एमआरआई मेसिन पनि दिएन, ट्रामा सेन्टर पनि दिएन। बरु के भन्दैछ भने कोही मान्छे घाइते भयो भने हेलिकप्टरमा उद्धार चाहिँ गर्दै होला भने उद्धार गर्नु राम्रो कुरा यो नराम्रो कुरा होइन तर हामीले त्यहीँ उपचार गर्न पाउनु पर्यो नि त। त्यो भए हुनाले त्यो छ। र बजेट चाहिँ समग्रमा हेर्दाखेरि अब